घरमा आगो लगाइदिएर रक्तमै मरसन्न पारेर कुटेर नेतृत्वबाट सत्ता लुटेर लान पाइँदैन थियो। यस्तो अपराध गरिने थिएन। के यो अपराध क्षम्य हुन्छ? हिजो निर्वाचन आयोगलाई हतियारका रूपमा प्रयोग गरेर तपाईहरुले कांग्रेस लुटेर लिएर गएकै हो। यो अपराध हो। यो अपराध क्षम्य हुँदैन। र अहिले सम्मानित सर्वोच्च अदालतले हामीहरुलाई केही राहत महसुस भएको छ। सम्मान्य सर्वोच्च अदालतले न्याय दिन्छ भन्ने कुरा हिजो सम्मानीय हाम्रा पार्टी सभापतिले भनिसक्नु भएको छ। म यतातिर जान चाहन्न र दोहोर्याउन चाहन्न। कुरा यति मात्रै हो, राजनीतिक तरल अवस्थामा छ। यसको नेतृत्व कांग्रेसले गर्नुपर्दछ, तपाईहरुले गर्नुपर्दछ। तपाईहरुले सुझबुझका साथ अहिले तपाईहरुको यो नेतृत्वकै रूपमा डाक्टर शशाङ्क कोइरालालाई अगाडि सार्नु भएको छ र सफलताका पूर्वक यस कार्यक्रम सफल हिजैदेखि भइसकेको कुरा निवेदन गर्दै आगामी निर्वाचन गर्नुहुनेछ भन्ने कुरामा म विश्वस्त हुन चाहन्छु र तमाम नेपाली कांग्रेस कार्यकर्ता यही अपेक्षामा बसेका छन् भन्ने मैले आशा गरेको छु। त्यसो भएका कारणले म आग्रह गर्न चाहन्छु, म निवेदन गर्न चाहन्छु, यो मुलुकलाई हामीहरुले आश्वस्त बनाउनु पर्नेछ, जनतालाई आश्वस्त बनाउनु पर्नेछ। त्यसका लागि बलियो कांग्रेसले मात्रै त्यो भरोसा दिलाउन सक्दछ। अहिले सर्वोच्च अदालतले गरेको निर्णयले यो चोइटेको कांग्रेस मात्रै होइन, बीपी कांग्रेसलाई पनि जोडेर अगाडि बढ्न सकिन्छ भन्ने कुरा म निवेदन गर्न चाहन्छु। देशका धेरै घटनाक्रमहरू नेतागणहरूले भन्नु नै हुनेछ। म यति मात्रै निवेदन गरेर आफ्ना भनाइहरू अन्त गर्ने अनुमति चाहन्छु, किनभने समयको पाबन्दी मैले बुझेको छु। मिन्जी आत्तिरहनु भएको छ। धन्यवाद। जय नेपाल। भ्रष्टाचार विरुद्धको सबैभन्दा ठूलो शक्ति जनताको आवाज हो र यही आवाजबाट सुरु हुँदैछ नेपालमा भ्रष्टाचार विरुद्धको मी टू Extreme Energy Drink.